हाय, म प्रेम। बुटोलमा भर्खर नयाँ पार्क खुलेको रहेछ र हामी चाहिँ त्यतै जान लागेको। पार्कले त खुलेको छ भन्ने थाहा थियो, तर एक्ज्याक्ट लोकेसन चाहिँ हामीलाई थाहा थिएन। त्यसैले हामी बाटो सोध्दै गयौँ। नयाँ खुलेको भएर कति त्यहीँका लोकल मान्छेलाई पनि पार्कको बारेमा थाहा रहेनछ। कोही मान्छेलाई मात्र त्यहाँको बारेमा थाहा रहेछ। तिलोकडाँगा पार्क कता हो? हजुर, तिलोकडाँगा पार्क सिधै यता यता होइन। यदि तपाईँहरू पनि गर्मीको यो समयमा घुम्न कहाँ जाने भनेर सोचिरहनु भएको छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। यो ठाउँ तपाईँको नयाँ फेभरेट स्पट बन्न सक्छ। साँच्चै भन्नुपर्दा हामीलाई यो ठाउँबारे धेरै जानकारी नभए पनि हामी चाहिँ बाटोमा सोध्दै खोज्दै यहाँसम्म आइपुग्यौँ। गर्मीले आतिरहेको बेला यहाँ आइपुग्ने बित्तिकै मन नै फ्रेस भयो। यो ठाउँ चाहिँ भिडभाडदेखि टाढा हो, हल्लाबाट टाढा रहेछ, एकान्त ठाउँमा। बाइकहरू चाहिँ भित्र लैजान नदिँदो रहेछ र त्यसैले हामी बाइकहरू बाहिर राख्यौँ। बाटोहरू थाहा नभए पनि सोध्दै आउँदै गर्दा चाहिँ त्यस्तो दुःख चाहिँ भएन है। बाहिर गर्मी भए पनि भित्र चाहिँ रुखहरूले गर्दा चाहिँ एकदमै शीतल छ है। देख्न सक्नुहुन्छ यहाँको हरियाली यो गार्डनको एकदम राम्रो छ। फोटो र भिडियोको लागि पर्फेक्ट स्पट हुनसक्छ तपाईँहरूको लागि यो पार्क। पार्कभित्र चाहिँ ब्याडमिन्टन क्लब पनि रहेको रहेछ। गर्मीयामा बाहिर निस्किन गाह्रो लाग्छ, तर यहाँ आएपछि रुखहरूको छारी र शान्त वातावरणले मन हल्का बनाउँछ। यदि तपाईँ कन्टेन्ट क्रिएटर वा फोटोग्राफी मन पराउनुहुन्छ भने यो ठाउँ तपाईँको लागि एकदम राम्रो लोकेसन हो। जिम गर्नको लागि पार्कभित्र चाहिँ आउटडोर जिम पनि रहेको रहेछ। नयाँ खुलेको भएर होला यहाँ आउनेमा धेरै मानिसहरू उत्साहित देखिन्छन्। सबैको प्रतिक्रिया एउटै छ, ठाउँ राम्रो रहेछ। साँच्चै भन्नुपर्दा यो ठाउँले पोजिटिभ भाइब दिन्छ। हामी पनि केही समय पार्क घुम्यौँ र शीतल छाहारीमा बस्यौँ। हामी पनि पार्कमा के रहेछ भनेर घुम्दै हिँड्यौँ। यहाँको गार्डनहरू चाहिँ एकदमै राम्रो गराएको रहेछ। जता हेरे पनि ग्रिनरी र हरियाली तपाईँहरूले देख्न सक्नुहुन्छ। हाम्रो चाहिँ यहाँ पहिलोचोटि भएर होला हामी चाहिँ यहाँ डुलेरै थाकेनौँ। यो ठाउँ चाहिँ के कस्तो रहेछ भनेर चाहिँ हामी घुमेको गऱ्यौँ। घुम्दै गर्दा अगाडि चाहिँ मयूर पार्क रहेको रहेछ। मयूर पार्कमा चाहिँ मयूरको मूर्ति बनाइएको रहेछ। घुम्दै जाँदा अगाडि अझ राम्रो बगैँचाहरू रहेछ। गार्डनहरूलाई काटछाट गरेर डिफ्रेन्ट सेपहरू दिएको छ। कुराकानी गर्दै जाँदा अगाडि भगवान् शिवको मूर्ति पनि राखिएको रहेछ। तपाईँहरू पनि देख्न सक्नुहुन्छ। हर हर महादेव, जय शम्भो। भोले बाबाले सबैको रक्षा गरौँ। हामी चाहिँ यसो फोटोसोटो खिच्न पनि त्यहाँ रुक्यौँ। हामी चाहिँ पार्क दिउँसो आएको थियौँ र यहाँको गर्मी चाहिँ तपाईँलाई थाहै छ। गर्मी भएर हामी शीतल छाहारीतिर गफसफ गरेर बस्यौँ। यहाँ चाहिँ एकदम शीतल आनन्द आउने ठाउँ थियो। यो ठाउँदेखि उठ्नै मन नलाएर हामी चाहिँ 1-1.5 घन्टा यहीँ गफ गरेर बस्यौँ। यहाँ केटाकेटीहरूको लागि चिल्ड्रेन पार्कको पनि व्यवस्था गरिएको रहेछ। यदि तपाईँहरू फोटो भिडियो खिचाउन चाहनुहुन्छ भने फोटोग्राफीको लागि फोटोग्राफरको पनि व्यवस्था रहेको रहेछ। यदि तपाईँ यहाँ एक फेर आउनुभयो भने तपाईँहरूलाई यहाँको लोभलाग्दो सिनहरू सधैँ याद रहनेछ। यदि तपाईँ बुटोल वा आसपास हुनुहुन्छ भने तिलोत्तमा 6 डिङ्गानगरमा रहेको तिलोत्तमा पार्क अवश्य आउनुहोला। गर्मी छल्न, घुम्न र फोटो खिच्नको लागि यो ठाउँ राम्रो छ। तपाईँहरू यहाँ आएर फोटो भिडियोहरू खिच्न सक्नुहुन्छ र यहाँको यादहरू राख्न सक्नुहुन्छ। यहाँको गार्डनहरू फोटो भिडियोको लागि एकदमै बेस्ट छ। यस्तै नयाँ ठाउँहरूको जानकारी चाहनुहुन्छ भने भिडियोलाई लाइक, च्यानललाई सब्सक्राइब र साथीहरूसँग सेयर गर्न नभुल्नुहोला। हस्त हजुरहरूसँग फेरि भेटौँला अर्को भिडियोमा।